गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस आज फेसबुकको लाइभमा हजुरलाई स्वागत छ। आज चाहिँ मैले को भेटेँ रिनक पेट्रोल पम्पमा चाहिँ को भेटेँ, मेरो बिग फ्यान भेटेँ। यहाँ हेर्नु छ गाइस, भन्नु के छ भन्नु। मेरो नाम छेत्री प्रज्ञान सुरज दा चाहिँ एकदमै हार्डवर्किङ दा हो होइन। पहिला हामी कम्पनीमा सँगै काम गरेको यस्तो छ। दा चाहिँ एकदमै दामी लाग्छ। दा चाहिँ मेरो एकदमै बिग फ्यान रहेछ। बिग फ्यान हो। 5 वर्षको बादमा भेटेँ है। तपाईँहरू पनि सपोर्ट गरिदिनुहोस् सुरज दालाई। सुरज दा के भन्नु छ भनिदिनुहोस्। यहाँ चाहिँ उसको गाडी हो। आज मैले बिग फ्यान भेटेँ। आज पेट्रोल पम्पमा चाहिँ तेल हाल्नु आएको थियो होइन। यसो पानी परेको अवस्थाले गर्दा पानी पनि दिन घुमेर पानी परेको छ। अचानक मेरो बिग फ्यान भेटेँ हो। हाम्रो यहाँ प्रज्ञान भाइ उसको गाडी हो। के हो बोलेर चाहिँ उसको गाडी हो। पेट्रोल पम्पमा त्यहाँ चाहिँ तेल हाल्नु आएको थियो। ठिकै मेरो बिग फ्यान साथी पनि भेट्यो है। सरी हो, हजुर म सबै देखाउँछु। रिनक पेट्रोल पम्प हो। त्यहाँ चाहिँ साथी भेटेँ। यो चाहिँ उसको गाडी हो, बोलेरो उसको गाडी हो। कस्तो भइसकेको छ। उसको पनि च्यानल छ हो। अब के छ यहाँ छन् ग्रोसरीपट्टि। च्यानलको नाम भनिहाल्छ के छ। मेरो छेत्री प्रज्ञान छ। तपाईँहरूले सुरज दालाई पनि सपोर्ट गर्नुहोस्। सबैजनाले साथ सपोर्ट गर्नुहोस्। थ्याङ्क यू एभ्री वान। यसमा चाहिँ फलो गर्नु, यसमा चाहिँ फलो दुइटै फलो गर्ने हो। दुइटै उसको पनि भ्लग छ हो। दुइटैमै हजुरहरूले सब्सक्राइब, लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनुहोस् होला हो। अब फाइनली मेरो चाहिँ एन्ड तक हो। मैले तेल हाल्नु आएको थिएँ। उसको चाहिँ गाडी यता चाहिँ हो साइन बोर्ड। यहाँ चाहिँ रङ्गली 16 किलोमिटर, रिनक 1.8, कालीनक 1.8, कालेबुङ 43 किलोमिटर, बाग्राकोट बाग्राकोट पनि बाग्राकोट 102 किलोमिटर भयो। ल त साथी हो, आजको भ्लग यति नै हो। हजुरले मन पराइदिनु, लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। एकदमै खुसी लाग्यो। मलाई खुसी लाग्यो। मेरो बिग फ्यान भेटेँ आज। हो। मेरो बिग फ्यान भेटेँ हो। अन्त त्यही कारण यसरी अब भेटेँ गर्नु गाइसहरू सबैजना। आज फेरि आउँदैछु, नयाँ कन्टेन्ट ल्याएर चाहिँ आउँदै गर्छु हजुरको अगाडि हो। आज खुसी लाग्यो। अब मेरो बिग फ्यान भेटेँ। उहाँले चाहिँ मेरो भिडियो हेरिबस्छ नि, त्यही बिग फ्यान भेटेँ आज चाहिँ हो। यसो आज तेल हाल्नु आएको थिएँ, अचानक भेटेँ। मलाई खुसी लाग्यो। 5 वर्षको बादमा आज भेटेँ। 5 वर्ष ड्युटी छोड्यो। 5 वर्ष बाद चाहिँ आज भेट्यो। आज हात मिलाउनुपर्छ। अब चाहिँ गएको हो। आज कन्टेन्ट भ्लग यति नै हो। हजुर मन पऱ्यो लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ गरिदिनुहोस्। आज भ्लग चाहिँ यति नै हो। बाई बाई। आज मेरो भ्लगमा बाई बाई गरिदिनु। बाई 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 गरेँ। बाई बाई। अब फेरि नयाँ नयाँ कन्टेन्ट आउँदैछ है। अब जसले भेट्छ फेरि कन्टेन्टहरू बनाउँदै गर्नु पर्यो अब। अलिक भ्लग चाहिँ बाई बाई।